हेलो गाइज वेलकम टु माई च्यानल लाइफ सबैजना सन्चै सलाम गर्ने एकदमै सन्चै आज चाहिँ हाम्रो दाउरा बोक्ने कार्यक्रम चलेको छ यो डोको चाहिँ देखात्र खा ए मेरो डोको चाहिँ यही हो ए हामी दाउरा तिनवटाले बोकेका छौँ होइन मम्मी दाउरा बोक्दा कस्तो फिल भइरहेको छ सिरियसली दाउरा बोक्दा कस्तो फिल भइरहेको छ है राम्रो कतिको राम्रो र मैले त 2 खेप ल्याइसकेँ सबैले 2 खेप ल्यायो 2 3 4 5 6 खेप जति आयो 6 खेप आयो अझै कति खान गाइज दाउरा बोक्न चाहिँ कुरो हो गाइज 10 को हो यस्तो यो सुरुवालमा ट्राई आफै लास्टै लाग्छ कि यो क्यारेर झार्ने यो दुख्नु पर्छ यस्तो हिला हो जम्प हान्नु पर्दछ यी 10 को त यी बिहाल भयो 10 को चाहिँ अहिले चाहिँ बिहानै दाउरा बोक्न आएका छौँ हामी चाहिँ बिहानै जो हो अब सृष्टि केही डर त लाग्ने पनि त भएन नि यो मान्छे मरेको आउनु के हो को बाघले खाएर भाइ बाघले खाएर मान्छे त यस्तो पत्ताइनेस हो त्यतै गाडी आउनु एकले यस्तो खाना हुन्छस् लगाइस त्यही हो यस्तो परेछ यहाँ चाहिँ कल दाउरा काटेको रहेछ यतिकन गाइस दाउरा काटेको रहेछ हामीहरूबाट चाहिँ है जान चलाउनु छ ए जङ्गल वन जङ्गल सब यो घाम लाग्दैछ बल्ल अनि घाम चाहिँ नलाग्छ चाहिँ काम गरेको भने कसलाई यस्तो हुन्छ घाम लाग्यो भने त पुरा खन्नु तातेर बेहाल गरिन्छ अब चिसमा अलि बोक्नमा अलि हुन्छ नि त आफै ज्यान तात्छ अब चिसा बोकेपछि काम गरेपछि ज्यान तात्छ नि आफै त्यो गर्मी अब सकिन्न कि बोक्ने इम्पोसिबल कुरा जस्तो चाहिँ हुन्छ त्यस्तो सकिँदै सकिन्न गाह्रो हुन्छ नि अब भन्छ कि मैले कसरी त्यही गर्मी कतै काम गर्छन् नि कसरी गर्दैन भन्नुहुन्छ कि के हुन्छ कामै लाग्दैन जस्तो हुन्छ क्या अहिले त जाडोको बेला हो अहिले जाडाको बेला आज चाहिँ माघको 17 गते हो त्यही हो है 18 गते माघको 18 गते हो अन्त इक्जाम चलिरहेको छ गाइज मेरो पनि छुट्टी थियो मेरो शुक्रबारको सही दिवस हो बिहान सुरु थियो आज शनिबारको हो अब त्यही हो है भोलि चाहिँ स्कुलमा उहाँको पिरबिली हो त्यही हो यहाँ दाउरा चाहिँ अहिले पनि देखाइदिन्छु गाइस हाम्रो मोटु देख्न खान्थे टिकटका चाहिँ नाम के छ अरे सक्षम टिकटका नाम के छ अरे हो र कति मोटा खाने गाइजी काम चाहिँ गर्छ नि फेरि त्यही अलिअलि हिँड्न नसक्ने हो देखा उता गर इको देखा खा यत्रो ल जा भाउ डोको बोइ यो चाहिँ हिजो भैरवबाट आएको के तर डोको के हो धोइसक्यो हेलो गाइज हामीले मस्त बाले काटिरा हो हैन धन्नै गुल्डियर तर गइदिरा हैन लोटली त कता गयो यस्तो कहाँ गयो यस्तो लोटलिस भिर चढी गयो यार
सृष्टि ऑप्शन का गाना सुनेगा भन्नुले हातबाट फोन खसेन यार ऑप्शन का गाना सुनेगा ऑप्शन का गाना सुनेगा एनपी ऑप्शन ब्लॉग्स का गाना सुनेगा है त्यस्तो दिन के गीत बजाउने इच्छा गीत सुन्नु गए त पहिले चाहिँ के गर्नु है नबजाने यार कपिराइट लाइन्छ के इगे जोको चाहिँ गइसकेको छ यसले चाहिँ गीत बजाइए घरसम्म पुग्यो लगायत गीत सुन्नु जे पर्छ यसलाई चाहिँ के ठाउँ भन्छ भने यसलाई बाँस खोला भन्छन् यसलाई चाहिँ नाम चाहिँ त्यस्तै छ हिँड्न ढुकु गयो गाई जब ढुकामा छोप्न हुँदै यहाँबाट हात निकाल्नु पर्दछ ए ल ल पर्दछ ए निकाल्नु पर्दछ ल गाइस हामी त 10 को पार गरिसकेका छौँ यो चाहिँ बर्डर हो हाम्रो यसले त दिमाग खराब गरिदिन्छ बेलुकीको फुटेको स्याहार भिडियोमा कस्तो आयो घाम आउँदैछ नि उताबाट त्यही कारणले गर्दाखेरि हो त्यस्तै हावा जस्तो गीतमा जान्छ यार kok धेरै ल्याउनु पैसा उदाउनु छ त्यहाँ गाइस बर्डरमा आइसक्यो 10 को बर्डर डेन्जर छ पर यार यहाँबाट गएछु यहाँ जम्प हान्छु त्यो ठाउँमा अनि त्यहाँबाट त्यत्न हान्छु त्यहाँबाट अब जानुपर्छ कुनै भएर अब अफ गर्नुपर्छ क्या नत्र हल्लेर दिमाग खराब हुन्छ लगाइ त्यही ल पार गरिसक्यौँ Shut.
खाली पाउनु गाह्रो भयो भन्नु तैँले यता हेर त झन्डाले अरू जस्तो गर्दैन के त्यो देखा देखा भन्छ भलकमा तर तिर पुरा रातले हगेर केही दिमाग खराब गरिदिएको गाइस ठाउँबाट चाहिँ गुगल बाटो है माथि माथि गएर भयो अब अरू अर्को थुप्रो आमा त पनि धेरै हुन्छ गाइस होला त धेरै नआएको गाइस लास्टै भयो के लाएर सब्सक्राइब गरिदिनु होला हेरेर चाहिँ देखा भन्छ माथि खालि यिनीहरूले त्यस्तो नदेखा भन्दैनन् क्या ए सक्षम देखाम कि नै खोइ यही थुप्रो अब उहाँ चाहिँ अनि भाइहरूले त्यत्रो गराएका रहेछन् गाइस बहुत दुःख पाखा चाहिँ के गरौँ खोइ राखिदिइसकेको छु यिनीहरूको अगाडि हुन्छ है एउटाले दाउरा लैजाऊ न एउटाले यसो साथी म एक मात्र के थोरै लैजा न त्यत्रो भ्यू माथि क्या यहाँका गाई दाउरा हेर्नु केही छैन यो नि काटेको यहाँ यो नि के छैन ए दाउरी फालेछन् कि तल चाहिँ हाम्रो बा हुनुहुन्छ गाइस हजुर खिजाएको होइन को केही फरकै पर्दैन को लाइक कमेन्ट सेयर गरिदिनु भन्नु त भन्नु न ए भाइ लाइक कमेन्ट सेयर गरिदिनु भन लाइक गरिदिनुहोस् भन यहाँ भन लाइक गरिदिनुहोस् भन लाइक गरिदिनुहोस् भन यहाँ भन अब तिमीले भन मलाई भन लाइक गरिदिनुहोस् भन सब्सक्राइब गरिदिनु भन सेयर गरिदिनु भन अब गर्नुपर्छ गाई यति भनेपछि ल देखाइदिएन क्या पुरा हाफ हो के लाउनु हो त गर यस्ता बब्बारमा तर यहाँ बस्दा म त यस्तो लाएर हिँडेको त्यसो त राम्रै खान गाईहरू यहाँ चाहिँ उदिन्छ लगाइछ गाई चाहिँ त्यहाँ बनको कुरो छ अरे गाइज चाहेसम्म मैले देखाउने कोसिस गर्छु गाइज माथिको मैले चाहिँ दाहिने हातले छोपेको छ त्यो कतमा खर साँच्ची हो नि चुप 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 नखर्नुहोस् है त उडेमा फेटेर हो र मम्मी कसम खाएर बाबा चुप लाग त्यही सम्मा खच्न नपारा न फुर्काइ घटारा हुन्छ नि ल पहिले ओर्छ ल अरे तल नखाडेको न चुप ला कति चाहियो चुप ला ओइ धौबा कत्ना छ के गाउँ त माथि गएर
उडो हे रोइछ नि यार त्यहाँ हे रोइछ नि ए सेट भडर्र गर्छ के यसलाई चिन्नको लागि गाइज मेरो विचार है भडर्र गर्छ कि मतलब यसले धेरै उड्ने बेला ठुलो साउन्डले हुन्छ देखियो उडो देखियो होइन यार मलाई नि पत्ता छैन मैले नि छ्या मजाले मार्न सकिन्थ्यो क्या त्यसलाई नदेखेर हो क्या यार अन्डा होला सायद त्यहाँ कति नउड्यो अनि तलबाट निस्क्यो त्यो ए अम्सलाई त एउटा स्ट्यान्ड देखाइदियो त साँच्चै खुर्खुर्पाको अहिले यता गरेर जा त्यहाँ आइदिएन एउटा स्ट्यान्ड कति बेरसम्म लगातार गऱ्यो खास त्यति गर उही यहाँदेखि त खुर्पा माथि फालेर चप्प छप्छ के कति मिनट भयो उही कस्तो अब गाइजहरु पनि तिमीले त भेग्यो छोपे उही छोमे मैले सिकाएको मुलाटा तर पनि ती भइमा सुन्छन् के तिमीले डराउँछन् यसले गर्छ कि स्पिड हेर गाइज स्पिड गर्दिनु पर्दैन जाने साथ छ म गएँ राम्रोसँग धो गइसकेको छ चिच्चार रुन मन लाग्यो सिरियसली लाग्यो आज मलाई चाहिँ होइन फेरि तिर्खा हो के